नमस्कार साथीहरू, स्वागत छ यहाँहरूलाई टेकमाला युट्युब च्यानलमा। आजको यस भिडियोमा म तपाईहरुलाई नोबेल बैंकमा कसरी अनलाइन मार्फत खाता खोल्ने भनेर जानकारी दिन गइरहेको छु। भिडियो नछुटाइकन अन्तिमसम्म हेर्नुहोला। खाता खोल्नको लागि मोबाइल तथा कम्प्युटरको कुनै पनि ब्राउजरलाई ओपन गर्नुहोस्। म कम्प्युटरमा रहेको क्रोम ब्राउजरलाई ओपन गर्छु। क्रोम ब्राउजरलाई ओपन गरिसकेपछि साथीहरू माथि सर्च बारमा तपाईहरुले novelbank.com भनेर सर्च गर्नुहोला र त्यसपछि साथीहरू यहाँ नोबेल बैंकको वेबसाइट पटोल खुल्नेछ र त्यसपछि इन्डिभिजुअलमा जानुहोला र त्यसपछि अनलाइन टु एप्लाईमा क्लिक गर्नुहोला र यहाँ विभिन्न अप्सनहरू देख्न सक्नुहुनेछ, जसमध्ये तपाईहरुले अनलाइन अकाउन्ट ओपनिङमा क्लिक गर्नुहोला। त्यसपछि साथीहरू तपाईहरुले यस्तो खालको इन्टरफेस देख्न सक्नुहुनेछ। हल्का स्क्रल डाउन गर्नुहोला र त्यसपछि तपाई नेपालबाटै खाता खोल्दै हुनुहुन्छ भने तपाई इन नेपालमा टिक लगाउनुहोला र यदि विदेशमा हुनुहुन्छ या वैदेशिक रोजगारको लागि विदेश जानुभएको छ भने आउटसाइड नेपालमा टिक लगाउनुहोला। म हाल नेपालमै भएको हुनाले म इन नेपालमा टिक लगाउँछु र यहाँ विभिन्न अप्सनहरू देख्न सक्नुहुन्छ, जसमध्ये म नोबेल गोल्ड सेभिङ एकाउन्टलाई एप्लाई गर्न गइरहेको छु। म एप्लाईमा क्लिक गर्छु। त्यसपछि तपाईहरुले यस्तो खालको इन्टरफेस देख्न सक्नुहुनेछ, जसमा तपाईहरुले आफ्नो विभिन्न विवरणहरू जस्तै नाम, जन्ममिति, फोन नम्बर जस्ता पर्सनल विवरणहरू राख्नुपर्ने हुन्छ र यहाँ दायाँ साइडतिर डकुमेन्ट रिक्वायर्ड भनेको छ। सिटिजनशिप वा पासपोर्ट र पासपोर्ट साइजको फोटो भनेको छ। सोही अनुसार आफ्नो डकुमेन्टहरू रेडी गर्नुहोला र यहाँ आफ्नो फर्स्ट नेम राख्नुहोला। यदि मिडल नेम छ भने मिडल नेम राख्नुहोला, यदि छैन भने खाली छोडिदिनु होला र आफ्नो लास्ट नेम राख्नुहोला र त्यसपछि यहाँ तल डेट अफ बर्थ राख्नुहोला। आफ्नो डेट अफ बर्थ एडीमा राख्नुपर्ने हुन्छ। यदि एडीमा डेट अफ बर्थ थाहा छैन भने आफ्नो नागरिकताको पछाडिपट्टि हुन्छ, त्यहाँ हेर्नुहोला र त्यसपछि आफ्नो इमेल राख्नुहोला। म आफ्नो इमेल राख्छु। इमेल राखिसकेपछि यहाँ कन्ट्री कोड भनेको छ। कन्ट्री कोड चाहिँ यदि नेपालमै हुनुहुन्छ भने नेपालकै कन्ट्री कोड डिफल्ट हुन्छ र यदि अन्य देशमा हुनुहुन्छ र त्यस देशको फोन नम्बर युज गरिरहनु भएको छ भने आफू बसेको देश अनुसारको कन्ट्री कोड चुज गर्नुहोला र त्यसपछि यहाँ आफ्नो फोन नम्बर राख्नुहोला। फोन नम्बर राखिसकेपछि तपाईँ आफ्नो जेन्डर चुज गर्नुहोला र आई एग्रीमा क्लिक गर्नुहोला र यहाँ टर्म्स एन्ड कन्डिसन बक्स खुल्नेछ र तपाईहरुले स्क्रल डाउन गर्नुहोला र प्रोसिड टु एकाउन्ट ओपनिङ फर्ममा क्लिक गर्नुहोला। त्यसपछि तपाईको मोबाइल नम्बरमा एक भेरिफिकेसन ओटिपी कोड आउनेछ। त्यस ओटिपी कोडलाई यहाँ राख्नुहोला र प्रोसिडमा क्लिक गर्नुहोला। प्रोसिडमा क्लिक गरिसकेपछि साथीहरू यहाँ यस्तो खालको इन्टरफेस देख्न सक्नुहुनेछ। वेलकम भनेको छ र तपाईको सुरुमा भरेको सम्पूर्ण विवरणहरू यहाँ देखाउनेछ र यहाँ आफ्नो सोलुसन चुज गर्नुहोला र त्यसपछि स्क्रल डाउन गर्नुहोला र यहाँ देख्न सक्नुहुनेछ डकुमेन्ट अपलोड भनेको छ। यहाँ तपाईहरुले आफ्नो पासपोर्ट साइजको फोटो र नागरिकताको अगाडिको भाग र पछाडिको भाग अपलोड गर्नुपर्ने हुन्छ। म आफ्नो पासपोर्ट साइजको फोटो अपलोड गर्छु। पासपोर्ट साइजको फोटो अपलोड गरिसकेपछि साथीहरू यहाँ म आफ्नो नागरिकताको अगाडिको भाग अपलोड गर्छु र त्यसपछि यहाँ नागरिकताको पछाडिको भाग अपलोड गर्छु। तपाईहरु पनि सोही अनुसार गर्नुहोला। यति गरिसकेपछि साथीहरू यहाँ तल सिटिजनशिप वा पासपोर्ट अब आफ्नो चुज गर्नुहोला। नेसनालिटी नेपाली भइहाल्यो। आफ्नो जन्मस्थान लेख्नुहोला र त्यसपछि यहाँ आइडेन्टिफिकेसन नम्बर भनेको छ। तपाईहरुले आफ्नो नागरिकता नम्बर राख्नुहोला। म आफ्नो नागरिकता नम्बर राख्छु। नागरिकता नम्बर राखिसकेपछि साथीहरू यहाँ प्लेस अफ इस्यु भनेको छ। आफ्नो नागरिकता जारी जिल्ला कुन हो, आफ्नो जिल्ला चुज गर्नुहोला र आफ्नो नागरिकता वा पासपोर्ट बनाइएको कार्यालय चुज गर्नुहोला र त्यसपछि साथीहरू यहाँ आफ्नो नागरिकता जारी मिति राख्नुहोला। नागरिकता जारी मिति राखिसकेपछि साथीहरू आफ्नो फ्यामिली डिटेल भनेको छ। आफ्नो फादर्स फुल नेम भनेको छ। यहाँ आफ्नो बुवाको नाम लेख्नुहोला र त्यसपछि यहाँ मदर्स फुल नेम भनेको छ र त्यहाँ आफ्नो आमाको नाम लेख्नुहोला र त्यसपछि साथीहरू यहाँ हजुरबुवाको नाम भनेको छ। आफ्नो हजुरबुवाको नाम राख्नुहोला र त्यसपछि आफ्नो म्यारिड स्ट्याटस चुज गर्नुहोला र कन्टिन्यूमा क्लिक गर्नुहोला र त्यसपछि साथीहरू यहाँ अर्को फर्म आउनेछ। पर्मानेन्ट एड्रेस भनेको छ। यहाँ तपाईले कन्ट्री अब नेपाल चुज गर्नुहोला। त्यसपछि आफ्नो स्टेट प्रदेश छान्नुहोला र आफ्नो जिल्ला छान्नुहोला र त्यसपछि आफ्नो नगरपालिका वा गाउँपालिका के हो त्यो चुज गर्नुहोला र त्यसपछि आफ्नो स्थानको नाम लेख्नुहोला र त्यसपछि आफ्नो वडा नम्बर चुज गर्नुहोला। तपाईले हाउस नम्बर थाहा छ भने लेख्नुहोला, नभए 00 टिक लगाउनुहोला र तपाईको अस्थायी र स्थायी बसोबास एकै ठाउँमा छ भनेपछि तपाईले यसमा क्लिक गर्नुहोला। यति गरिसकेपछि साथीहरु यहाँ तपाईले एडिशनल कन्ट्याक्ट डिटेल भनेको छ, यो तपाईले राख्ने हुन्छ नराख्ने हुन्छ, म राख्दिन।
र त्यसपछि यहाँ इम्प्लोइ डिटेल भनेको छ। तपाईले आफ्नो योग्यता अनुसार विभिन्न विवरणहरू चुज गर्नुहोला। विभिन्न विवरणहरू भरिसकेपछि साथीहरू यहाँ तपाईले कन्टिन्यूमा क्लिक गर्नुहोला। म कन्टिन्यूमा क्लिक गर्छु र त्यसपछि यहाँ अर्को फर्म आउने छ। यहाँ एकाउन्ट सर्भिस भनेको छ। तपाईले यदि डेबिट कार्ड, मोबाइल ब्याङ्किङ सर्भिस, इन्टरनेट ब्याङ्किङ सर्भिस के लिन चाहनुहुन्छ आफ्नो आवश्यकता अनुसार लिनुहोला। र त्यसपछि एकाउन्ट ट्रान्जेक्सन डिटेल भनेको छ। यहाँ तपाईले आफ्नो आवश्यकता अनुसार ट्रान्जेक्सन लिमिट राख्नुहोला र त्यसपछि तपाईले यहाँ आफ्नो नजिकको ब्रान्च चुज गर्नुहोला। यहाँ डेस्टिनेसन भनेको छ। यहाँ सबैमा नोमा अटोमेटिक टिक लागेको हुन्छ, तपाईले केही गर्नु पर्दैन। र त्यसपछि यहाँ सबमिट एप्लिकेसनमा क्लिक गर्नुहोला र यहाँ देख्न सक्नुहुन्छ कङ्ग्रेचुलेसन यु हेभ सक्सेसफुली सबमिटेड योर एप्लिकेसन फर न्यू एकाउन्ट भनेको छ। यति गरिसकेपछि साथीहरू तपाईको अनलाइन एकाउन्ट ओपनिङ प्रोसेस सकिनेछ र 3 दिनभित्र तपाईको इमेलमा एउटा भिडियो केवाइसी लिङ्क आउनेछ र त्यसमा क्लिक गरेर तपाईले आफ्नो भिडियो केवाइसी गर्न सक्नुहुनेछ, जुन प्रोसेसलाई म नेक्स्ट भिडियोमा लिएर आउनेछु। आजको लागि यति नै साथीहरू। भिडियो हेल्पफुल भएमा लाइक गर्नुहोला। केही बुझ्नु भएको छैन भने कमेन्ट गर्नुहोला र यसरी अनलाइन मार्फत खाता खोल्न चाहनुभएका साथीभाइलाई भिडियो सेयर गर्नुहोला। साथै यस्तै खालका टेक्निकल भिडियोहरूका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। फेरि आउनेछु नेक्स्ट भिडियो लिएर। तबसम्मको लागि नमस्ते, बाइ।